भोलिको प्लानिङहरु चाहिँ हामीले गरिरहेका छौं है। अब सर गरे त म त्यसैले झनै बाइकको हात छोड्दिएको यार। त्यो लास्ट हिँड्ने हामी पनि भलिबल खेल्न कहाँ पुग्यो हामी पनि बेला नि हुन्छ खानेकुरामा ल सबै चिज मेरो व्यवस्था भयो आउनु होला। फेरि के हुन्छ सर जति पुग्नु जाऊ त्यो ढिलो पुग्यो अरू कुरा हो। आर्मी स्कुलमा नाम निकालेको आएको छ यस्तै नाम निकालेर चाहिँ त्यहाँ गएर होस्टेल बसेको म होइन त्यही पढेको आर्मी स्कुलमा सबै हाम्रो ढुङ्गा र माटोको लाग्यो बल्ल याद आयो यार। बेलबसतिर काम परेको कारणले गर्दाखेरि म छोड्न आएको थिएँ है। सल्लाह छोडेर म फर्किँदैछु है। अनि लगेर चाहिँ बाइक धुन्छु होला सायद मैले साथीहरू है। के गरेछु किन आउने छोड्यो है उता आउने छोड्यो है तिमी कुतु गर्छु ल कुतु गर है। Okay, welcome back to my channel once again. This is Kiran Poon and you're watching Coach Vlog. र फेरि पनि आज न्यू डे न्यू ब्लग साथ म चाहिँ आइसकेको साथीहरू। सो म फाइनली भर्खरै चाहिँ स्कुलबाट चाहिँ म निक्लिसकेको छु है। सो अब यहाँबाट चाहिँ म घरतिर जाँदैछु। द वेदर कन्डिसन इज भेरी प्रिटी फाइन टुडे है। आजको वेदर कन्डिसन हेर्ने पनि एकदमै राम्रो छ साथीहरू। सो म चाहिँ यहाँ चोकमा आइसकेको अवस्था। अब हामी चाहिँ जाँदैछौँ सर घरतिर। यो मेरो डेली ब्लग हो। सायद यो ब्लग अहिले चाहिँ पार्ट 4 ब्लग नम्बर 4 हुँदैछ। सो अझै बाटो काटौँ। लेट्स गो। ल फाइनली हामी चाहिँ तरिसकेको। अनि आजको ब्लगमा चाहिँ म एउटा नयाँ के तपाईँलाई त इन्डिकेट नगरौँ होइन अनि नदेखे पनि म भन्न त भयो त नि। ओके आजको यो नयाँ ब्लगमा चाहिँ आज फेरि मसँग पछाडि हाम्रै सँगै टिचिङ स्टाफ हाम्रो एकदम मित्र साथी सँगै हुनुहुन्छ मसँग है। उहाँलाई चाहिँ आज म लगभग तामनगरसँग चाहिँ लड छोडिदिन्छु है। सो हामी दुईजना छौँ। आजको कन्डिसन पनि राम्रो छ तर यो गाडीले चाहिँ साइड दिइरहेको छैन है। ए गुड हामी दुईजना सरहरू छौँ। अब हिँड्दै जाँदैछौँ है। अब स्कुलको काम सक्यो है। अब अरू चाहिँ सबैजना चाहिँ पहिल्यै गइसक्नु भएको छ। हामी चाहिँ मात्रै यहाँ छौँ किनभने हाम्रो चाहिँ कपी चेक गर्न थियो विशेष गरी है। अनि यो टेस्ट भर्खरै सकिएको छ अनि टेस्टको कपीहरू पनि चेक गर्न थियो। सो टेस्टको पेपर पनि चेक गर्न थाल्यो त्यसैले गर्दा टाइम चाहिँ लाग्यो। सो अझै पनि क्लास 6 को पेपर चेक गर्न चाहिँ छ है। सो अब आजको वेदर कन्डिसन पनि एकदमै राम्रो छ। हेर्नुहोस् है साथीहरू जताकतै होइन हरियाली सर है त्यो माथि गएर फ्रेस छ अनि निलो आकाशहरू देखिरहेको छ अनि त्यही हो। अनि यो मेरो डेली ब्लग चाहिँ तपाईँहरूले हेर्दै हुनुहुन्छ भने प्लिज कमेन्ट गर्न सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यो च्यानलमा। सो अब त्यही हो साथीहरू डेली ब्लग चलिरहेको छ स्कुलदेखि घरसम्म घरदेखि स्कुलसम्म। सो भोलि शनिबार भोलि चाहिँ अब हेरौँ भोलिको प्लानिङहरू चाहिँ हामीले गरिरहेको छौँ है। अब सरले भन्नुभएको छ कतै जाने भनेर हेरौँ के हुन्छ। अब प्लान अनुसार चाहिँ हामी गयो भने चाहिँ त्यहाँ पनि एउटा खतरा ब्लगहरू चाहिँ गएर बन्छ साथीहरूसँग है सरहरूसँग। सो अब त्यही हो भोलिको प्लानिङ चाहिँ यस्तो उस्तो भन्ने कुरा चाहिँ छैन। के बोले भाइ अब के बोले के छ थाहा बोले। तर यो हाम्रो त अर्खाइ जाने बाटोमा यो हामी अर्खाइ जान्छौँ नि अर्खाइ जाने बाटोमा कस्तो छ भन्दाखेरि त्यो जुन डोटेको उकालोहरू छ नि त्यहीमा त लास्टै टिपरहरू हिँड्छ नि होइन। एक बेला के भयो भन्दाखेरि हिँडिरहेको थिएँ म स्पिडमा है माथिबाट हरन के पो गरेर त म त्यसैले झनै बाइकको हात छोडिदिएको यार। त्यस्तो भएको थियो मलाई त लास्टै यो बाटो बनाउनु थालेको यस्तो बढी आउँथ्यो त्यो के भन्छ अरे टिपरहरू वहीँ कि हिँडेको हिँडेँ होइन। अब फेरि साइड दिने ठाउँ हुँदैन बाइक रोकेर टिपरलाई छोडिदिनु पर्छ कोही ठाउँमा त। त्यसले गर्दा अघि त बाटो चाहिँ डोटेतिर अलिक गाह्रो छ तर पहिलाभन्दा त राम्रो बनाएको छ। त्यहाँ त म के अरे यो अमराई पछि यता आउँछ के अरे त्यो ठाडा बाथान रोक्छ नि ए चाक्ला साला ब्रेकअप भएको हिजो ब्रेकअप भयो आज स्कुल जाने भनेर म यतिकै भेनासँग गयो बाइकमा एनएस लिएर पहिलोचोटि गाउँको बाटो। हजुर बाइक चाहिँ फर्स्ट टाइम चलाएको। हजुर टोक्ने भयो त्यति बेला हुन्छ नि मैले यो पत्थरकोटको बाटो 11 किलोमिटर मैले 5 देखि 6 मिनटमा भेटिदिनु के त्यस्तो स्पिड है कुल के मलाई त्यो मतलब थिएन म पछि मर्छु नै भनेर के हो एकदम यार त्यहाँबाट म
हामी सन्धिहरुको पुग्दाखेरि हजुर हजुर अङ्कल र भेनाजु चाहिँ सुब्बा देउराली थिए के हजुर हजुर भनेपछि म कुन लेभलमा गएको होला के त्यो फ्रस्ट्रेसन त्यो टेन्सन होइन जे पर्ला गएँ कि गएँ त्यो नथिङ अगाडि के छ भविष्य के छ मतलबै थिएन के त्यही यो त्यस्तो हुँदो रहेछ सर हामीले नि भोगेको कुरा हो एउटा समय परिस्थिति हुँदो रहेछ हो बिस्तारै बुझ्दै जाँदा त्यो पनि अब एउटा पार्ट अफ लाइफ हो तर अब त्यसलाई मात्रै हेरेर बस्नु भएन त्यही हो हुन्छ त्यो हामीलाई नि भएको कुरा हो तर एउटा मान्छेले मलाई उताबाट सन्धिखरबाट चाहिँ म पहिला चाक्ला पढाउँथेँ सर चाक्लाबाट भित्र मैले सिद्धारामा पढाउँथेँ 8, 9, 10 त्यहाँ पढाउँदाखेरि मलाई चाहिँ होइन त्यहाँबाट एउटा व्यक्तिले चाहिँ अब सायद भर्खरै दसैँ तिहार सकेर चाहिँ हो कि त्यो तिजको बेला हो तिजको बेला चाहिँ घर गएर फर्किँदै थिएँ अब दसैँ तिहारको बेला अब तिजमा फर्किँदै थिएँ म अझै दसैँको बिदा भएको थिएन गाडी भन्नाले गाडीहरू पाउँदैन त प्याक थियो एउटाको लिफ्ट पाइहाल्यो होइन बाइकको लिफ्ट पाएँ एनएस रहेछ त्यो केटो फेरि कता गोजेडीमा गोजेडी हाल्यो जस्तोमा चाहिँ रोकेर चाहिँ चुरो खाने क्या त्यसले फेरि त्यो रहेछ अब बसिहालेँ ए साराले चाहिँ यति कुदाएन कि सर यार मेरो टोपी सबै उडाइदियो नि त टोपी पनि कहाँ उड्यो थाहै पाएन त्यस्तो कुदाएर त्यसले मलाई लगभग कति आधी घन्टा 35 मिनटमा त्यसले मलाई सन्धिखर्कबाट चाक्ला लिएर छोड्दैछ क्या माछालाले त्यस्तो कुदाउने नि के भन्छ पुरै कर्नरिङ मिलेछ दाजु भन्छ मलाई चाहिँ कर्नरिङ मिलेछ त्यसको त्यस्तो सुतार चलाउने कि त्यसले एनएस 200 यस्तो पनि किन आइछु जस्तो भयो नि म सर ब्याचलर पढ्ने बेला एउटा भाइलाई जनै राखिदिन जान थियो कि गुरु बन्नुमा उठाने है घरै उतै हजुर 4 बजे भैरवा ल्यान्ड भएको छु 4:30 मा यहाँ पुर्गिया छु 4:30 बजे निस्केको म सन्धिहरको हो के हो तर हिँड्न पनि हो ल म चाहिँ फाइनली तामनगर आइसकेको छु है तपाईँ के गर्छ यहाँबाट जानुहुन्छ कि अगाडिसम्म छोड्न त फेरि अब बिचमा के अरे त्यो बेलुवासम्म छोड्यो भने तपाईँ गाडीमा जानुपर्छ उता गाडीमा जानुपर्छ फेरि यसो ड्रेस लाने बेलुवासम्म जाने हो उता जाने छोडिदिनु होला र ल अब यहाँबाट चाहिँ म सरलाई चाहिँ छोड्नलाई जान्छु बेलुवासम्म है पहिला त के अरे यहाँ खन छ नि मारे त्यो घेरा बिरुँदै के हो एकदम त्यहाँबाट साला त्यो घेरा बिरु अहिले देख्दाखेरि सातो जान्छ यार लास्टै छ नि सर त अब पहिला चाहिँ हिँड्दै उहाँ प्युठानकै उही हो मारे तल गरेर फेदी हजुर फेदीबाट फेरि उकालो चढेर नयाँ साला नुवाकोटको ढाँडो गर्छ हो पहिला त लास्टै हिँड्यो हामी पनि भलिबल खेल्न कहाँ पुग्यो हामी पनि पहिला नि अब अहिले चाहिँ अब जहाँ पनि बाइकमा गइन्छ त्यो अब भ्यालु भएन होइन तर पहिला चाहिँ हो मलाई पनि एउटा कुरा के फिल लाग्छ थाहा छ हजुर ल ठिक छ गाडीहरू यता त्यता त समयले त्यो हो धेरै कुरा गाउँघरतिर के घर चाहिँ पिच गर्छन् नि पक्की गर्छन् नि त्यो अनि भैँसी पाल्दैनन् त्यो मलाई कस्तो नराम्रो लाग्छ यार किन भन्दाखेरि अब गाउँघरले पनि वेस्टर्न कल्चर खोज्यो कि सहर बजार जस्तो त्यो नहुनु पर्ने के हो त्यो फल्न लाग्छ कि यार हो जति नै गयो नि मलाई त हुन त म पहिला गाउँमा बसिनँ त्यही भएर त्यो माया बढी भएको पनि होला होइन मलाई त मैले मेरो घरदेखि त मेरो आँसु झर्छ यार अहिले पनि म त घर हेरौँ होइन रुक्कै रुन्छु यार म त हजुरको फेरि परिवारमा बाबा मम्मी हुन्छ नि मारे जाँदाखेरि त छुट्टी पाइन्न त अनि सर यार त्यो त होइन पाइन्छ होला सर हाम्रो मेला लाग्ने भनेको चतुर्दशीको बेला हो चतुर्दशी भन्छ गएर सर चतुर्दशी भन्छ कि चतुर्दशी सायद बिदा हुन्छ होला सायद हाम्रो बिदा भनेको फुलपातीबाट हुन्छ सर भनेपछि पाइन्छ हेर्न आउनुभयो भने फोन गर्नु होला व्यवस्था सबै मैले मिलाउँछु कि मेरो भाउ जे खाए पनि जे गरे पनि जे गरे पनि लगभग व्यवस्था मैले मिलाउँछु खानेकुरामा ल सबै चिज मेरो व्यवस्था भयो आउनु होला घुमाम गर्ने त्यहाँ बस्ने खाने त्यही हो तर यो आजकल बाटो ठुलो गराउनको लागि चाहिँ जुन बाटो बनाइराख नि अनि पुलहरू पनि बनाइराख नि त्यसले गर्दा धेरै जाम हुन्छ कि यहाँ फेरि यतातिरको पुल भयो यो यहाँदेखि त्यही त यहाँदेखि उता के अरे जितगढी जो एरिया छ त्यो त म यो एरियामा खासै स्पिड कुदाउँदैन नि सर यस्तै बिस्तारै ए कुदाएर के गर्नु सर जसरी पुग्नु चाहिँ त्यो ढिलो पुग्यो ल कुरा हो
बरु एक्लै हिँड्नु पऱ्यो भने त बरु अलिअलि भयो नि 50-60 हानिन्छ होला सर 50-60 या 70 हान्ने होला तर अब परिवारसँग हिँड्दा म त 40-50-45 त्यस्तै हो 50-55 पहिला अब बाइक चलाउन अगाडि सट्ट ब्रेकिङ सिस्टम हेर्ने हो हो त्यसपछि बल्ल बाइक बटार्ने कि नबटार्ने भन्ने कुरा डिपेन्ड हो एबिएस हो यो होइन हाम्रो चाहिँ एबिएस होइन अगाडि सिङ्गल डिस्क छ सर अगाडि डिस्क पछाडि ड्रम हो मैले डबल डिस्क निकाल्न लाएको थिएँ फेरि के हो भन्दाखेरि डबल डिस्कको अलिक समस्या हुनसक्छ भन्ने कुरा भएर फेरि ड्रम चाहिँ एकदम फेरि एकदम चलेको छ नि बाइक सर फेरि कति पर्यो यसलाई मैले किन्दाखेरि 3 लाख परेको सर अहिले चाहिँ बढेर 365 कति भन्छ सर अहिले मैले त अब यो फेरि मलाई मम्मीले चाहिँ कर गरेर किनेको मैले बाइक किन भन्दाखेरि अब मैले अब म त खास सुर्खेत पढेको सर म त बुवाको आर्मी भने बुवाको भन्दा नि बुवा आर्मीमा हो म आर्मी स्कुलमा नाम निकालेर आएको जस्तै नाम निकालेर चाहिँ त्यहाँ गएर होस्टेल बसेको म होइन त्यही पढेको आर्मी स्कुलमा सबै हाम्रोमा यही सिस्टम हो नेपाली बोल्ने पाइनँ त्यो सबै इङ्ग्लिस बोल्ने गाउँघरमा म त गाउँघरमा हुर्केको होइन सर म हुर्केको काठमाडौँ हो सर काठमाडौँ जन्मेको बुवाको क्याम्पमै त्यही हुर्केको म अब 14 वर्ष काठमाडौँ बसेको सर त्यही बसेको त्यसपछि आएर फेरि बुवाले चाहिँ पिन्छे निक्लेपछि गाउँ लड्का हो क्या हामीलाई सर त्यही मलाई त्यस्तो गाउँमा त मन लाग्छ तर मलाई चाहिँ बजारमै रमाइलो लाग्छ सर पहिला त बानी त्यस्तै परेर हो सर अब त्यसपछि पढ्न पनि उतैतिर बजारतिर बसेर पढ्यो त्यसले गर्दाखेरि अब पुलिस होइन म ट्याक्कै कति बजीतिर निक्लिन्छु भन्दाखेरि कहिले 8:55 कहिले 9 बजीतिर निक्लिन्छु ल आउनु फोन गर्नु होला चोकमा झरी हुन्छ फोन गर्नु होला मलाई 98 73 002 002 हजुर यहाँ अब यो क्रेसर हो कि यो ढुङ्गा कुटेर हेर्नु न पुरै ढुङ्गा कुटेर क्रेसर हो कि यो सायद यो बिछाउने माटो बनाउँदैछ कि यिनीहरूले होइन सर होइन ढुङ्गा र माटो के लागेको ढुङ्गा र माटो के लागेको बल्ल याद आयो यही हो हाम्रो पनि यही मेरो बहिनीको घर पनि यहाँ जानुपर्छ क्या त दिदीको घर यति नम्बर भित्र छिर्ने हो शान्त भित्र लास्टै जानुपर्छ यहाँ को आफन्त कि केटाहरू छ ल म फाइनली चाहिँ सरलाई छोडेर आइसकेको छु है म चाहिँ अब स्कुलबाट चाहिँ सरलाई चाहिँ यहाँ आज सरको बेलबासतिर काम परेको कारणले गर्दाखेरि म छोड्न आएको थिएँ है सरलाई छोडेर म फर्किँदैछु है अनि यहाँ चाहिँ भर्खरै म चाहिँ बेलबासको पुलिस चौकीबाट चाहिँ अगाडि लाएँ अब त्यही हो अब भिडियोहरू चाहिँ बन्दैछ साथीहरू है अब यस्तै हो अब होइन यहाँतिर चाहिँ बाटो बन्दैछ अनि क्रेसरले पनि अब के भन्छ अब ढुङ्गा र माटो चाहिँ खेलाइरहेको छ यहाँ यो एरियातिर यो ठुलो ट्रकले चाहिँ बाटो छेकिरहेको अवस्था यसलाई चाहिँ अब ट्र्याक गर्नु खोजिरहेको है अब एउटा गाडी कस्तो छ त्यही हो साथीहरू आज चाहिँ शुक्रबार है अब फ्राइडे हो भोलि चाहिँ स्याटरडे भोलितिरको चाहिँ प्लान पनि बनिरहेको छ है त्यही हो अब यताबाट चाहिँ घाम पर्दो रहेछ है आँखातिर जाँदा म चाहिँ जाँदाखेरि चाहिँ एकदम क्लियर भिडियो आइरहेको अहिले चाहिँ घाम परिरहेको छ घाम अहिले गर्दाखेरि अलिकता भिडियो चाहिँ अलिकता ब्राइट वा टल्किरहेको होला पनि सायद होइन अब लगेर चाहिँ बाइक धुन्छु होला सायद मैले साथीहरू है बाइक धुन मन लागेको छ धुन्छु अब यसो चाहिँ आज चाहिँ यसो हेर्दाखेरि चाहिँ बाइकबाट गन्दा आइरहेको छ भाइ त मोबाइल डढेको हो कि भन्ने कुरा हो हुन त अस्ति भर्खर घरबाट आउँदा चाहिँ मोबाइल फोएर चाहिँ आएको हो हुन त त्यही पनि कस्तो छ अब हेरौँ सो बाइक चाहिँ धोएर जानु पऱ्यो किन भन्दाखेरि अब धुन त आफै सक्छ तर पिचकारी हाल्न सक्दैन नि त पानीले त्यस्तो फोर्स हुन्न सो अब बाइक चाहिँ धोएर जानु पऱ्यो चोकबाट भन्ने चाहिँ निदो गरिरहेको छ साथीहरू सो स्टे ट्युन है हेर्दै गर्नु होला ब्लगहरू तपाईँलाई कस्तो लागिरहेको छ यो ब्लग सो गाइस त्यही त हो ल फाइनली बाइक चाहिँ धोएर भइसक्यो मैले ल बाइक चाहिँ भर्खरै धोएँ मैले
अलि बाइक चाहिँ धोएर भ्याइयो है। सो म अब हिँडेँ। किन भन्दाखेरि यस्तो हुन्छ साथीहरू, बाइक धोइरहनु कारण के हो भन्दाखेरि अब धुलो लगाइरहेको हुन्छ। अनि अब त्यही हो, अब हामीले अब धुन त उता मैले धुन्छु मैले, तर त्यो धोएको चाहिँ अलिक प्रभावकारी चाहिँ नभए जस्तो लाग्छ मलाई। त्यो भएर चाहिँ मैले धोएको हो यो। आज चाहिँ के छ र गेम? आज यहाँ गेम छ र ल हुन्छ। दिदीको घरतिर आइसकेको अवस्था। के गरेछु? किन पोसिसन छोड्छु त फेरि? किन पोसिसन छोड्छु त? गर्नु भयो र? भाइ खै त दाइ? मम्मी आउनु भयो? 6 बजिसक्यो कि नि? म त बाइक धुन थालेँ त। ग्राउन्डमा के छ आज? मान्छे थुप्रै छ नि? गेम छ र आज? ए ल हुन्छ, बस म गएँ। ढिला भयो आज। पेपर चेक गर्नु थियो क्या केटीको। तिमी त उता आउने छोड्यौ है? उता आउने छोड्यौ है? ल बस। फाइनली चाहिँ म चाहिँ घर आइसकेको अवस्था। मोटू म आएँ मोटू। मैले त केही लिएको छैन, मैले केही किन्नै पाइनँ। म त केही छैन। के दिने त भने मैले चक्लेट जेनिसा यो टुथपेस्ट हिमा यो टुथपेस्ट के गरेको यस्तरी पुरै बाहिर फालेर? त्यो कुतुकुतु गर्छु। ल कुतुकुतु गर है। यत्रो धेरै मन्जन त नहाल्नु पर्ने हो यार। ल ब्रस गर, जो कुतुकुतु ब्रस गर हस्।